नेपालको एउटा सानो गाउँमा एउटा केटा बस्थ्यो। हरिया डाँडा, माटोको बाटो, बिहान चरा कराएको आवाज र साँझ गाउँ शान्त हुने ठाउँ। त्यही गाउँमा एउटा केटा बस्थ्यो। उसको परिवार धनी थिएन। बुवा दिनभरि काम गर्थे, आमा घरको जिम्मेवारी सम्हाल्थे। केटासँग ठुलो सपना थियो। ऊ जीवनमा केही ठुलो गर्न चाहन्थ्यो। ऊ चाहन्थ्यो एक दिन उसको परिवार गर्वले मुस्कुराओस्, गर्वले शिर उच्च गरोस्। तर गाउँका धेरै मानिसहरूले उसलाई हेरेर हाँस्थे। कसैले भन्थे यो केटाबाट केही हुँदैन, कसैले भन्थे ठुलो सपना देखेर मात्र सफल भइदिन नि। यी शब्दले बिस्तारै उसको आत्मविश्वास तोड्न थाल्यो। ऊ राति एक्लै आकाश हेरेर सोच्थ्यो, सायद म साँच्चै कमजोर छु। एक दिन ऊ गाउँको नजिकैको खोलाको किनारामा एक्लै बसेको थियो। त्यही बेला एक वृद्ध बाजे त्यहाँ आए। बाजेले उसको अनुहार हेरेर सोध्यो, किन यति दुखी देखिएको? केटाले बिस्तारै भन्यो, मसँग सपना त धेरै छन्, तर मलाई आफै माथि विश्वास छैन। बाजे मुस्कुराए अनि नजिकैको एउटा सानो बिरुवा देखाउँदै भन्यो, यो बिरुवा अहिले सानो छ, कमजोर छ, तर यसले बढ्न छोड्दैन। एक दिन यही बिरुवा ठुलो रुख बन्छ। जीवनमा सफल हुने मानिसहरू पनि यस्तै हुन्छन्। सुरुमा उनीहरूलाई कसैले विश्वास गर्दैन, तर उनीहरू आफूलाई विश्वास गर्न छोड्दैन। त्यो दिनपछि त्यो केटाको सोच बदलियो। ऊ बिहान चाँडै उठ्थ्यो, मोबाइलमा समय खेर फाल्न छोड्यो। हरेक दिन केही न केही सिक्न थाल्यो। धेरै रात ऊ थाकेर रोयो, धेरै पटक हार मान्ने सोचायो, तर उसले बाजेको कुरा कहिले बिर्सेन। बिलिभ इन युर सेल्फ। समय बित्दै गयो र एक दिन जसले उसलाई कमजोर भनेका थिए, आज त्यही मानिसहरू उसको सफलताको कथा सुनाउँदै थिए। किनकि उसले एउटा कुरा बुझिसकेको थियो, तिमीलाई सफल बनाउने शक्ति अरूको हातमा होइन, तिम्रो आफ्नै विश्वासमा हुन्छ। यदि तिमी सङ्घर्षमा छौ भने हार नमान। सायद अहिले तिमी सानो बिरुवा जस्तै हो, तर एक दिन तिमी ठुलो हुनेछौ, ठुलो रुख बन्नेछौ। बिलिभ इन युर सेल्फ। गरेको मेहनत कहिले खेर जाँदैन। सक्सेस स्टार्ट फ्रम सेल्फ बिलिभ। तिम्रो फ्युचर तिम्रो डाइरेक्सनले बनाउँछ। आजको लागि यति नै। भिडियो मन परेमा पक्कै शेयर र लाइक गर्न पनि कहिले पनि नबिर्सिनु होला। ल च्यानललाई सब्स्क्राइब र तपाईँहरूको लागि यस्तै मोटिभेसनल कुरा लिएर आउने नै छु भन्दै, लाइफमा जति नै स्ट्रगल आए पनि आफ्नो सपना कहिले पनि नछोड्नुहोस्। आज तिमी सानो छौ होला, तर एक दिन तिम्रो मेहनतले तिमी ठुलो बन्नेछौ भन्दै आजको भिडियो यही समाप्त हुन्छ। थ्याङ्क यू फर वाचिङ।